53 सालदेखि 53 सालदेखि ए अहिले के गर्दै हुनुहुन्छ त सुसमाचार सुनाउँदै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ समाचार सुनाउँदै अहिले आफ्नै घर उद्घाटन भएको ठाउँ अब त्यहाँ हजुर आफूले के जान्छ फेरि 1 घण्टा वचन पर्ने हजुर प्रार्थना गर्ने सबैको लागि ए मेरो लागि मात्रै होइन सबै यो देशवासीको लागि के हो त्यसै मैले तपाईलाई पनि भनिराख्छु राख्न हो त्यो यो सबै याकु भन्ने तपाईँ जस्तै हुन् ए तपाईँ घर कहाँनिर छ बाटलो छ हजुर तपाईँ भर्खरै भयो बाक्लो छ हजुर हो यही कुरा बुझ्यो भने धारा 1 देखि 6 बाट अहिले 16 गाउँ भन्छ नि भन्दैन भन्छन् हो त्यो महासन्धिके जाउँ उतिखेरैदेखि के जाउँ त्यो सनातनी धर्मनिरपेक्षता नेपाल छ धारा 1 देखि नै हजुर भन्दै तपाईँमा त अलि समय त्यो फेरि तपाईँ पनि माथि अर्को हुन्छ अब के त यहाँ 10 मिनट छ सायद 10 हुनलाई आधा घण्टाको अनि के तपाईँको घरमै मण्डल छ घरमै अहिले यहाँ त गाउँ बनाएका छन् त्यो त उही बाटो माथि पनि छ ए माथि छ खडी एरिया पनि अहिले गएर म गएपछि टाङटाङ टुङटुङ गर्दै हो त्यो अलि होर गएर भने बाटो मन्दिर छ त खडी एरिया पलतिर पनि हजुर हो त्यहाँ छ 5 ठाउँमा छ यहीँ मात्रै ए तपाईँ अनि के हुनुहुन्छ मण्डलीको अगुवा कुनै म पास्टरै छु हजुर त्यो पास्टर नि पहिला तपाईँ जस्तोलाई सबैलाई तपाईँ हुनुहोस् भन्यो हजुर 21-22 वर्ष बित्दाखेरि त अब अलि गरेनन् उहाँ फेरि आफै पनि गर्नुपर्ने स्थिति आयो अनि अहिले तपाईँको मण्डलीको नाम के हो मेरो न्यू बेटेल चर्च न्यू बेटेल चर्च न्यू बेटेल चर्च भन्यो भने बेटलेम चर्च हो माथि 5 भाइ 5 बहिनी तपाईँ र म ठिक छ ल ओके धन्यवाद छ तपाईँलाई है त्यो के